हेलो गाइज वेलकम ब्याक टु माई च्यानल है। कति पछि म भ्लग गर्न लाग्यो। अनि आज चाहिँ हामी यहाँ के अरे बेङ्गस तालतिर हो। नाम चाहिँ बिर्सेँ, अहिले नाम याद आयो भने चाहिँ भन्छु होइन। अनि हिजो ड्रोन उडाएको यही ड्रोन हो। अनि ड्रोन चाहिँ यहाँ तल खसेको थिएँ अनि फेरि उठाउनु गएको थिएँ। अनि त्यही हो गाइज, यहाँ चाहिँ रमाइलो रहेछ, एकदम रमाइलो रहेछ। ठाउँ पनि बब्बाल, भ्यू पनि बब्बाल। यो चाहिँ लाइक नयाँ रहेछ। म चाहिँ यहाँ फर्स्ट टाइम आएको, भाइहरू चाहिँ लाइक सेकेन्ड थर्ड टाइम आइसकेको रहेछ। रमाइलो छ, आनन्द छ, शीतल छ, कपाल त जस्तै भयो क्या। अनि हिजो बाटोमा भ्लग चाहिँ बनाउनु मिलेन कि, किनभने चाहिँ लाइक मैले ब्याट्री चाहिँ चार्ज गरेर राखेको थिएँ। अनि पछि अन गरेको त चल्छ कि भनेर बाटोमा चल्छ कि अन नगरिकन लिएर गएछ होइन। अनि पछि त ब्याट्री नरहेछ कि, 3टा ब्याट्री थियो होइन, चार्ज गरेर राखेको, फुल चार्ज गरेर राखेको थिएँ कि मैले। सब चार्ज गइसकेको रहेछ कि, आफै गइसकेको रहेछ। अनि त्यसपछि खिच्नै पाएन बाटोमा। त्यो बाटो चाहिँ अलि त्यो तालचोकबाट अनि यताबाट भित्र जाने रहेछ। मलाई बाटो खासै थाहा भएन होइन, म यहाँ आएको छैन, फर्स्ट टाइम आएको। अनि हिजो बोटिङ सुटिङ गऱ्यो, हल्का हल्का क्लिप्सहरू खिच्यो, त्यो हालिदिन्छु। अनि त्यही हो। अन्त के भन्ने, भ्यू चाहिँ दामी छ, यस्तो देखाउँछ। भ्यू चाहिँ बब्बाल छ, यस्तो हो भ्यू, सुनसान छ। यो ड्रोन अहिले ड्रोनको फुटेज नै देखाउँछु उडाएपछि। भ्यू चाहिँ यस्तै हो, त्यही हो। कपाल लास्ट चिल्लो भयो, अहिले लाउनुपर्छ। यो चाहिँ ढोका होइन, यस्तो छ चट्टा पारामा हामी बसेको चाहिँ यो हो। ट्याक्क भ्यू चाहिँ सही छ यहाँ, भ्यू चाहिँ। अनि बाथरुम चाहिँ यो भयो, अहिले भाइ नुहाइरहेको छ के अरे। अनि यस्तो छ डेकोरेसन, हामी बसेको ठाउँ है यो है। अनि दाइहरू चाहिँ अलि तल बसेको। अनि यसो छ, अलिकति मेस्सी छ के अरे, कोही लाइटै छैन फेरि। लाइट भएको ठिकै हुन्थ्यो। कफी सफीहरू छ, सेन्टरहरू छ, एसी छ। यो भयो बेड, यो म भयो, ऐना भयो। यो झ्याल चाहिँ यस्तो छ, भ्यू चाहिँ दामी छ। बत्ती गएर फेरि झ्याउ भयो कि, टक्क लगाएर यस्तो छ भ्यू चाहिँ, दामी छ भ्यू चाहिँ। टक्क लगाएर अनि तल बोटिङ सुटिङ हान्ने, टक्क लगाएर त्यो नि फेरि इन्क्लुडेड हो, त्यसमै फ्री हो। यस्तो छ। यो लाइटहरू चाहिँ खतरा बल्छ है। म क्लिप्स हालिदिन्छु, हिजोको क्लिप्स हालिदिन्छु अलिअलि। यस्तो छ। यसो बाहिर जाऊँ अब। हिजो खासै खिच्न पाएन, बाटो चाहिँ खिच्न पाएन। बाटो चाहिँ अलि दोस्तै छ, बाटो चाहिँ भित्र बाटो गएको थियो अरे, कता कता। यस्तो छ। यो चाहिँ पाम, हामी बसेको चाहिँ बेम्बू रहेछ। यो पाम हो, यो किरण दाइको घर। ए सुतिरहेको रहेछ। एक्सर्साइज गर्दै थियो यिनीहरूले, के भिडियो बनाउँदै आठतिर उठ्यो होला। यो चाहिँ अलिक क्लोज रहेछ, उताको त ओपन बाथरुम, यहाँ क्लोज रहेछ। उताको राम्रो रहेछ है, बेम्बू वाला।
ठुलो रहेछ अलि सानो रहेछ कुले हेरेर बस्यो सेतो नि यस्तो छ यहाँबाट तल गयो भने ड्रोन रोक्यो ब्रेकफास्ट खाने जङ्गल यस्तो छ खाने ठाउँ चाहिँ रेस्टुरेन्ट एरिया चाहिँ यस्तो छ tropical यो चाहिँ हिजो बसेको ठाउँ यहाँ बस्यो बोटिङ हानेको बियरको बोतल त्यहीँ रहेछ कता उडाउनु अब ड्रोन उडाउनु लाग्यो कपिराइट लाग्छ ड्रोन उडाएकोदेखि चाहिँ ड्रोन इज रेडी टु फ्लाई no GPS signal तातिँदैछ वार्म अप हो क्या उड्दै उड्दै अहिले पानीमा खस्छ Ui, lo ammazzi! Cosa? Remote control and the aircraft disconnect. Do it, man. ड्रोन डाइ बान्दियो डेन्जर गइरह होला ड्रोन डुब्किहाल्यो ड्रोनले उयो पानीमा डेन्जर गइरह होला त्यो त डेन्जर गइरह रहेछ त्यहाँ देख्दिन रहेछ कस्तो त नि सिधै तल गएको फेरि त्यो काइक लिएर जा न पहिला भेटाउँदैन अब कहाँ भेटाउँछ कतातिर झऱ्यो ट्याक्कै उयो पात छ है अले भेटाउँदैन कि अब कस्तो डुबिहाल्यो सिधै गएको झ्यापको खसिरहेको ल ड्रोन चइट भयो सिग्नलै दिएन जिपिएस सिग्नल दिएछ कि दिएछ ल जीपीएस कता देखाउनु ए म्याप देखाउनु जीपीएस दिएछ के भयो फेरि ड्रोनै पानी भित्र गयो रे गीत बज जीपीएस दिएछ कि छैन के हो नि त यही तालको देखाइरहेछ रिमोट कन्ट्रोल एन्ड एयरक्राफ्ट डिस्कनेक्टेड भनेर देखायो हो अब यसो ब्रेकफास्ट गर्नु पर्यो
अब ड्रोन अहिले रेस्क्यु हुन्छ होप कहाँ जाल हाल्यो नि नाइस टेक्निकै जाल हालेर पनि पर्छ तर डेन्जर मुनि छ नि त्यो त जाल वेट हुन्छ नि त्यो अब ड्रोन निकाल्नु पर्यो जालमा त सिधै तल जाने हो कि